प्रधानमन्त्री मै हो पार्टी सभापति भन्ने साथीले नैतिकता छ भने नैतिकताको जिम्मेवारी लिनुपर्छ कि पर्दैन। नेपाली कांग्रेसलाई 3 नम्बरको पार्टी बनाउने जिम्मेवारी विशेष महाधिवेशनका नेतृत्वकर्ता साथीहरूले लिनुपर्छ। त्यसकारणले विशेष महाधिवेशनमा कसैले असहयोग गर्यो र फलानुले असहयोग गर्यो भन्दै गर्दा हिजो पार्टीलाई 1 नम्बरको पार्टी बनाउँछु, मै हो प्रधानमन्त्री मै हो पार्टी सभापति भन्ने साथीले नैतिकता छ भने नैतिकताको जिम्मेवारी लिनुपर्छ कि पर्दैन। म नैतिक रूपमा सबै किसिमको विशेष महाधिवेशनको विरोधी हो। विशेष महाधिवेशनले जनतामा जाँदै गर्दा पार्टीभित्र फुटको सङ्केत देखिन्छ। सबै साथीहरू एकताबद्ध भएर अगाडि जान सक्ने परिस्थिति छैन। त्यसकारणले यो निर्वाचनमा म निर्वाचित योभन्दा अगाडिको निर्वाचित प्रतिनिधि सभाको सदस्य पनि हो, नेपाली कांग्रेसको 2 पटक भएको सभापति पनि हो। त्यसकारण म हिजो सभापति रहँदै गर्दा प्रकाशमान दाइसँग मेरो केही असन्तुष्टि थियो होला, प्रकाश शरण दाइसँग केही असन्तुष्टि थियो होला, विमलेन्द्र निधिसँग केही असन्तुष्टि थियो होला, तर पनि म अहिले पनि र हिजो पनि म निरन्तर रूपमा राजनीतिक यात्रामा एउटै विचार, एउटै नीति, एउटै नैतिकता, एउटै चरित्रका साथ अगाडि बढिरहेको कारणले म यो ठाउँमा उभिएर गर्वका साथ भन्न चाहन्छु र भन्न सक्छु।